युवा पुस्ताले यो देशलाई जता डोर्याउन चाहेको छ त्यता डोरिनुपर्छ यो देश। अवसरको लागि कहिले पनि तपाईँको छैन सरकारलाई भनेन। खाडीमा गएर दुःख गर्यो उसले, अनेक परेको छैन, विदेशमा गएर छैन दुःख गरेर उसले आफ्नो पेट पाल्यो, देश पाल्यो। तर अभिव्यक्तिको स्वतन्त्रता भनेको बोल्न पाउने अधिकार ग्यारेन्टी होस् भन्दाखेरि मर्नुपर्ने। अब यो देशमा यो युवाले सब थोक माग्नुपर्छ। अब अभिव्यक्तिको अधिकार मात्र होइन, सामाजिक सञ्जालमाथि तपाईलाई जेन्सीहरूले बोलाएर आउनु भएको हो कि खास के छ तल्लोपट्टि? हो विषम परिस्थिति छ, ल तपाईँ आएर नेतृत्व गर्नु पर्यो भन्ने फोनहरू पनि आउनु थाल्यो। अनि अब नेतृत्व त कसले लिने हो, कसलाई कता हो भन्ने अब त्यो एउटा उसमा होला। त्यो त तपाईँको एउटा टिम पर्ने सम्भावना भन्छ नि त। ठिक छ, त्यसो भने म लिन्छु। यो त पछिल्लो समय Gen Z, this is the time to rise. Time to rise. Time to rise. तपाईलाई म ढुङ्गा हान्न बोलाउँदिन, तपाईलाई म कसैको हत्या गर्न बोलाउँदिन, तपाईलाई कसैको घर भत्काउनु र जलाउनु बोलाउँदिन, तर तपाईहरुलाई म ढुङ्गा बोलाउँछु। तपाईहरुलाई म माटो छुवाउँछु। तपाईले खाने भात तपाई आफै उत्पादन गर्न सक्नुपर्छ, तपाईले लगाउने लुगा तपाईले आफैले बनाएको हुनुपर्छ। तपाईले खेलाउने मोबाइल, तपाईले खेलाउने यस्ता मोबाइल चाहिँ आन्दोलनकारीलाई नै फेरि पक्रिने भन्ने खालको कुराहरूमा आइरहेछ क्या। त्यसो गऱ्यो भने त जेन्जी पुस्ता भन्नुको मतलब त त्यो अब लाखौंलाई अब पक्रिने होला, जेल कत्रो बनाउनु। 30 गतेको घटनालाई ल पक्राउ परे होइन, सरकारले गर्यो है, गर्यो त अब होइन, मुद्दामा जाला, ट्रायल होला। तर 24 गतेको घटना पनि लुकाउनु चाहिँ हुँदैन।